हेलो अनि सम्पूर्णलाई स्वागत छ एउटा नयाँ भ्लगमा है। आज चाहिँ म धेरै महिनापछि धेरै सालपछि भन्नु भएन धेरै महिनापछि म आज गाडी दिएको छ मेरो सेटले भित्र हाल भनेर एक राउन्ड हानेर आउँछु कि धेरै भयो नचलाएको कस्तो छ के छ धेरै भइसक्यो 6-7 महिनाभन्दा बेसी भइसक्यो गाडीमा हात नलाएको। आज चाहिँ छ्यास्स पाछु खै एक राउन्ड हानाउन हुन्छ कि हुँदैन हैन। कोही मिल्यो भने भिडियो बनाउने हो नमिल्यो भने बनाउँदाखेरि आज म चाहिँ स्विफ्ट हो कि स्विफ्ट हो गाइज यो गाडीको नाम चलाउँछु हेरौँ कस्तो हुन्छ। यो मेरो कान्छालाई फेरि मैले गाडीमा भिडियो बनाइदिन्छ नि त त्यही भएर हाल्न लाग्छ गाइज जस्तो ल गाइज म चलाउन गइरहेको छु होइन धेरै भयो नचलाएको कस्तो हुन्छ हेरौँ। एक धेरै हान्दैन एक राउन्डमा हान्छु थोरै हो धेरै अरूको गाडी धेरै टाढा पनि लिन मिल्दैन नि त त्यही हो। ल गाइज धेरै दिनपछि चलाउन पाइएको छ गाडी होइन त्यस्तै त चलाउनु तर डर लाग्छ क्या धेरै दिनपछि चलाउँदा अलिकता डर नलाग्ने कुरो त भएन होइन। कति राम्रो चलाएको छ दाजुले गाडी कस्तो दामी चलाएको छ। एक राउन्ड सानो राउन्ड हान्न गइरहेको छु गल्लीमै। क्या दामी बब्बाल मजा आएको छ हो गाडीमा चढ्दाखेरि त। दाजुले गाडी चलाउँदाखेरि कति दामी मजा आएको छ कि मस्तसँग आहा कस्तो सिधा कस्तो मजा आएको छ कि। धेरै भयो नचलाएको तर भुल्या आइरहेछु म। फेरि मान्छे मलाई भन्थ्यो क्या पहिला मेरो दाइले महेन्द्र थापा दाइले होइन किन झुट बोल्नु उहाँले एकचोटि सिकेको चिज भुलिन्न भाइ बरु अलिकता टाइम लाग्छ रिकभर हुन भन्थे रहेछ। दामी मस्त छ नि त दाजु कस्तो दामी चलाएको छ मस्त। त्यसै गाडी चलाउन पाइयो होला सोच्या होला सबैले होइन त्यसै होइन। अब यो गाडी हेर कति गन्दा भयो अस्ति धोएको गाडी भित्र बाहिरबाट साफ गर्नु छ तब हुँदैन चलाउन पाइएको एकचोटि भित्र राख भनेर हो नत्र कहाँ दिन्छन् होइन चाबी उस्तै भित्र राख भने एक राउन्ड हानिदिएँ मैले भने त्यसै फ्रीमा होइन बुझ्नुहोस् न यहाँ हाँसिरहेको भाइ कसरी हाँस्न लगाएर चलाउनु पऱ्यो कि थोडा रमाइलो हुन्छ होइन। अनि मस्त कस्तो ल गाइस अब म यति नै बनाउँछु यो भिडियो चाहिँ है। अब यस्तै हो हेर्नुहोस् आफूले गर्ने दैनिक जीवनमा देखाउने हो अलि फरक गऱ्यो भने मेरो लागि यो फरक नै थियो हाम्रो लागि यो फरक हो। अरूको गाडी आफ्नो छैन हैसियत अरूको गाडी चलाउने हो फरक भयो त्यही भएर बनाएँ। कस्तो लाग्यो मेरो ड्राइभिङ हेर्नु होला राम्रो लाग्यो कि नै काहीँ ड्राइभिङ काम गर्न सकिन्छ कि सकिँदैन मेरो भिडियोमा हेरेर सानो क्लिपमा पनि मान्छे थाहा पाउँछ नि त यो गर्न सक्छ भन्ने कुरा हो। त्यो हेरेर तपाईँहरू मूल्याङ्कन गर्नु होला। धन्यवाद बाई बाई।